Love you all. Thank you and love you all. Welcome back to my channel, guys. So आज मैले पाउफेस्टमा जान गइरहेको छु अनि चाहिँ काउलो मठमा हुन गइरहेको छ अनि म रेडी भइसकेँ अनि मेरो साथी आउँदैछ हस्बा देखाउँदैछु स्टे ट्युन गाइस सो गाइस हामी चाहिँ बसमा चढिसक्यौँ हेलो दिदी अनि हामी चाहिँ अब जाँदैछौँ गाइससँग सो गाइस हामी चाहिँ जाँदैछौँ अहिले यहाँ बसमा छौँ अस्मितातिर म त्यहाँ हाइकिङ गरेको तपाईँलाई यो भिडियो हेर्दै हुनुहुन्छ भने याद गर्नुभएको भएन स्टिल जाँदैछौँ देखिने चाहिँ ठुलो भएन त्यहाँबाट यस्तै जानु Are you ready? Space Entertainment presents Nepal Fest Hong Kong 2025. You've been here 2003 ma, yes. And since then and all many changes, many similarities. Audience beautiful back then, beautiful now, handsome then, handsome now. But the kids changes I know handsome. Handsome, beauty, hot, pot, question is I think Hong Kong ma pani generation change bhaisakyo nयाँ पुस्ताहरु पनि आइसक्नु भयो त्यसर्थ हामी धेरै ओपन माइन्डेड पनि भएका छौं you know I think we are very good र I think अझै झन् नेपाली पहिला पनि गर्नुहुन्थ्यो पक्कै पनि अझै झन् माया गर्नुहुन्छ त्यही भएर यति धेरै जनमानस आउनु भएको छ हङकङका सबै नेपालीहरु यति मेहनत गर्नुहुन्छ हङकङमा गाह्रो छ it's a city life right it's not easy but सबैभन्दा ठूलो कुरा हङकङको जस्तो माया चाहिँ कसैले That is amazing!
technical team. Take, Vishwa, thank you. Thank you to our co-hosts, Ashmi and Deepa, for being amazing. But thank you so much, everybody. Just Thank you. Love you all. Thank you and love you all. Nice to see you, Vishwabhai. Nice meeting you. How is it going? एकदमै रमाइलो भइरहेछ। म त दर्शकसँगै बसेर इभेन्ट हेरिरहेको थिएँ, हजुरको एमसिङ, हाम्रो बहिनीहरूको र हाम्रो कलाकारहरूको बेजोड प्रस्तुति अति नै बवाल, अति रमाइलो छैन? यसपालिको हङकङ यात्रामा तपाईँ कुन चाहिँ पल एकदमै यादगार लिएर जानुहुन्छ? डेफिनेटली आजको दिन, आजको यो साँझको इम्पोर्टेन्ट मोमेन्ट र हाम्रो दर्शकहरूको गरिमामय उपस्थिति ऐतिहासिक छ, हो कि होइन हङकङ? र यहाँको बाहुलीबाट आज एउटा सोल टिमलाई यो फुल दिनु पर्यो, या सच्च फाल्दिनुहोस् तपाईँजना हाम फाल्नु, फुल मात्रै फाल्नु है। हस् हस् हस्, म हाम फाल्यो भने त बिजोग भइहाल्छ। सिङ्गल हुनुहुन्छ? तपाईँले भने जस्तो घरमा कोही राखेर चाहिँ यहाँ आएर सिङ्गल भन्नु पाइँदैन। आज चाहिँ मिल्यो, आज सबैजना सिङ्गल। ओके, मलाई माया गर्ने कतिजना हुनुहुन्छ म फ्यालिदिन्छु। ओके, थ्याङ्क यू। कतातिर फ्याँक्यौँ दिदी? मलाई यहाँ फ्याँक्नु मन पऱ्यो। ओके, यता पनि मन पऱ्यो फेरि। ल, विश्व लिम्बूको तर्फबाट मायाको चिनो जसलाई पर्छ उहाँले उपहार दिनु होला। यतातिर फ्याँक्यौँ? थ्याङ्क यू एसएबी स्पिरिट्स, मालविका दिदी, एसएबी स्पिरिट्सको सम्पूर्ण टिम। फ्याँकिहाल्यो। मेरो मनबाट यहाँको लागि यो म भन्छु ल, लास्टमा अहिले टिम अफ यो चाहिँ लगाएको चिनो यहाँको लागि। Thank you and love you all. म 2014 मा पहिलोपटक How you all doing? Alright, it's a technical problem भयो हामीलाई। म कहिले काहीँ त्यति बेला मेरो आहार बनिदियो, जिन्दगीको मोडमा सोच्न सकिन भने तिमी मिठो विचार मलाई।
सबैजना राम्रो नयाँ भाइ बहिनीहरू आइरहेछ हामीले अगाडिबाट सिक्यौँ हामीबाट अघि सिक्दैछ तपाईँले पनि साथ दिनु होला आयो भने यसो टिकट काटेर भ्याउनु भयो भने हेरिदिनु होला हाम्रो जीविका तर्जुन हामी यहीँबाट बाँच्छौँ यहीँबाट अगाडि बढ्छौँ हाम्रो अरू केही पनि काम छैन तपाईँलाई खुसी पार्ने तपाईँलाई रमाइलो गर्ने त्यही मात्र हाम्रो काम धेरै धेरै धन्यवाद तपाईँलाई आइदिनु भयो टिकट काट्नु बत्ती बाल्नुहोस् तपाईँलाई एकदम राम्रो मेमोरी लिएर जान्छ बाल्नुहोस् त म खिचिरहेको छु अहिले फ्ल्यास लाइट बाल्नुहोस् त